आज हामी क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा घुम्न जाँदैछौँ। अहिले ट्रेन स्टेसनबाट भित्र जाँदैछौँ हामी। यो ट्रेन स्टेसन हो। ट्रेन स्टेसनबाट भित्र जाँदैछौँ। अब छोरी नाति र ज्वाइँसँग अहिले हामी एलिभेटरमा चढेर माथि के हो त माथि जाँदैछौँ। अब दोस्रो तलामा ट्रेन स्टेसन रहेछ। दोस्रो तलामा चढियो, ट्रेनमा चढियो। अब नाति चकचक गर्दैछ। मेरो नाति अलि चकचके छ। अब ट्रेन चालु भयो। अब ट्रेनबाट हामी जाँदैछौँ। हामी दुई आमा छोरी हो। यहाँ फेरि नातिले यहाँ गीत गाइराखेछ, रमाइलो भइरहेछ। अनि अहिले चाहिँ झ्यालको बाहिरको दृश्य देखिएको छ। आकाशमा बादल लागिरहेको छ। कति रमाइलो वातावरण, कस्तो स्वच्छ सफा वातावरण। अमेरिकाको झ्यालबाट पनि छोरी, नाति, मैले पनि झ्यालबाट बाहिर हेरिरहेको राम्रो दृश्य देखिरहेछ। अनि जता गए पनि घरहरू यस उस्तै छन्। सब बाटोहरू स्वच्छ सफा छ। दृश्य राम्रो देखिरहेको छ। ट्रेन चालु छ। अनि हामी जाने ट्रेन यो गफ गर्दै हामी पनि गइराखेका छौँ, रमाउँदै। अनि ट्रेन त खाली हुँदो रहेछ। इन्डियाको जस्तो छैन। यस्तो अपाङ्ग र बुढाबुढी बस्ने सिट छुट्टै हुँदो रहेछ। त्यसमा अरू मान्छे पनि बस्न नपाउँदो रहेछन्। अनि आफ्नो आफ्नो सिट हुँदो रहेछ। ट्रेन पनि सफा हुँदो रहेछ। ट्रेन बाहिर कति सफा स्वच्छ वातावरण देखिँदो रहेछ। कति राम्रो सफा सुन्दर एकदम भ्यू कति राम्रो देखिरहेछ। अनि यति राम्रो अमेरिका छोडेर, अमेरिका त साँच्चैकै सपनाको देश रहेछ। रमाइलो भइरहेछ। अनि बाहिर दृश्य पनि कति राम्रो देखिरहेछ। ट्रेनको बाहिर हेर्दा पनि ट्रेन हिँडिराखेको छ। हामी पनि त्यसैमा बसिरहेका छौँ। मेरो नाति चकचक गरिराखेछ। अनि आमा छोरी त्यहीँ बसेर गफ गरिराखेछौँ। ज्वाइँ कता भइसिँदो रहेछ यता अर्को सिटमा। अनि मान्छेहरू पनि कति धेरै त्यस्तो घुइँचो छैन। क्यामेराम्यान नै भयो। अब हामी एकैछिनमा तालमनीबाट सुरुङभित्रबाट जाँदैछौँ हामी। अब एकैछिनपछि यो ट्रेनको जाने बाटो चाहिँ तालमनी छ। यी देखियो, यही हो तालमनीको समुद्रको तालको मुनि, तालमुनिको समुद्रमा हामी जाँदैछौँ। यी फेरि बाहिर ताल कटेर कति राम्रो दृश्य आइसक्यो। ताल कटेर यस्तो राम्रो दृश्य देखिने ताल बाहिर। एकछिन चाहिँ तालभित्र अँध्यारो थियो। अनि यो चाहिँ ओकल्यान्ड सिटी। अहिले चाहिँ हामी ट्रेनबाट ओकल्यान्ड सिटी पुग्यौँ। अनि एकैछिनपछि हामी अब समुद्र मुनिको समुद्र मुनि पुग्दैछौँ हामी। अब एकछिनपछि किन घुमाएको त अनि
अब ठ्याक्कै हामी समुद्र मुनि पुग्यो। अब यो ट्रेन चाहिँ समुद्र मुनि हिँड्दैछ। अब स्टेसनमा आयो, स्टेसनमा झरियो अनि त्यसपछि समुद्र मुनि, सहर मुनि। टनेल फेरि यो अँध्यारो उसमा, तर माथि फेरि सहर। सन फ्रान्सिस्को। अब माथि उक्लिँदैछौँ हामी, गयौँ अब माथि उक्लिएर गयौँ। अनि त्यसपछि कस्तो राम्रो त्यहाँभित्र पनि स्वच्छ सफा एकदम, ती रमाइलो भित्र पनि। जाँदैछौँ अब हामी सन फ्रान्सिस्को सिटीमा। अनि यसबाट लडेको धन्दै। ल सन फ्रान्सिस्को मुख्य सिटीमा पुग्यौँ अब हामी। यसलाई चाहिँ डाउन टाउन भन्दो रहेछ। यसमा पुग्यौँ अब। डाउन टाउनबाट हामी अब त्यहाँ पर्खिरहेका छौँ ट्रली बसमा चढ्नको लागि। हामी त्यहाँ बसिरहेका छौँ पर्खेर टिकट काट्न। अब त्यहाँ हामीले त्यो ट्रली बसमा बस्नको लागि हामी अब टिकट काट्ने तर्खरमा छौँ हामी। अब अगाडि बस्नको लागि हामी टिकट काट्नको लागि पर्खेर बसिरहेका छौँ, अगाडि बस्ने भनेर। ट्रलीमा अब सुरु भयो हाम्रो यात्रा। अनि त्यसपछि त्यो ट्रलीमा बसेर सन फ्रान्सिस्को सिटी पुरै घुम्छौँ अब हामी। घुम्न हिँडिसक्यौँ अब हामी सन फ्रान्सिस्को सिटी। कति ठुला ठुला घरहरू रहेछन्, राम्रो सफा स्वच्छ बाटो रहेछ। अब हाम्रो यात्रा सुरु भयो। हामी हिँड्दैछौँ ट्रलीमा। यो बाटो चाहिँ मुख्य यहाँको सिटीको मुख्य बिचबाट जाँदो रहेछ, बिचैबाट। अनि वरिपरिका घरहरू देखिँदो रहेछन्। अलि पछि गयो भने फेरि त्यहाँ चाइना टाउन भेटिन्छ। अनि त्यसपछि त्यहाँ चाइना टाउन रहेछ। त्यहाँ बिना ड्राइभरलेस गाडी पनि देखिँदा रहेछन्, चल्दा रहेछन्। त्यो पनि देखियो। अनि चाइना टाउन आउँदैछ। चाइना टाउन हो यो। चाइना टाउन मुख्य बिचमा छ, बिचैमा चाइना टाउन हो यो। अझ अगाडि जाँदैछौँ हामी। अनि त्यसपछि त्यहाँ अलि चाइना टाउनको माथितिर टोयलेटको पनि व्यवस्था रहेछ। एउटा पार्क रहेछ, त्यहाँ पनि गइयो। अनि अझै अगाडि जाँदैछौँ। हाम्रो यात्रा सुरु छ। अझै घुम्ने कार्यक्रम सुरु भइरहेछ, घुम्ने कार्यक्रम भइरहेछ। अनि रमाइलो भइरहेछ। ठुला ठुला घरहरू मुख्य छ, त्यहाँ मान्छेहरू कोही देखिन्नन्, गाडी मात्रै छन्। अब अलि अगाडि गयो भने मान्छेहरू देखिन्छन् बजारमा। यो कहाँ पुग्यो अब? अझै हामी घुमिराखेका छौँ। पुरै सिटी घुम्ने भनेर हामीले पैसा पनि तिरिसकेका छौँ। एउटै टिकटले पुरा सिटी घुम्न मिल्दो रहेछ। अनि त्यसपछि अझै सिटी घुम्दैछौँ हामी। गाडीहरू पनि छन्, ड्राइभरलेस गाडी अहिले देखिएको छैन। त्यही ड्राइभरलेस गाडीहरू पनि त्यही रोडमा हिँड्छन्। ठुला ठुला बिल्डिङहरू छन्, गन्नै नसकिने। तल कति तलका हुन्।
हामी चाहिँ घुम्दा घुम्दै अब यति ठुलो सिटीमा आएका छौँ। साइडमा रुखहरू पनि छन्, साना साना। एकदम रमाइलो भइरहेछ सान फ्रान्सिस्को सिटी घुम्दा। अहिले चाहिँ हामी पार्कमा आयौँ सिर्की घुमेर। यता सिटीको उता यो चाइना गेटको त्यहाँनिर चाइना बजार, चाइना टाउनको पछाडि पूर्व कता हो दक्षिणतिर एउटा पार्क रहेछ, त्यहाँ गयौँ हामी। पार्कमा चाहिँ एकछिन नातिलाई घुमायौँ, खेल्न दियौँ। त्यहाँ आफूले पनि फोटा खिच्यौँ। त्यसपछि अब हामी त्यहीँ बसिरहेका छौँ हामी अहिले। अब फर्क्यौँ क्या? पुगेर पनि सिटी ट्रलीबाट घुम्दैछौँ हामी। ट्रलीमा बसेर बजार घुम्दैछौँ। ट्रलीमा बसेर बजार घुम्दैछौँ। बजारको ठुलो घरहरू, रमणीय वातावरण, गाडीहरू, ठुला ठुला घरहरू। सिटी अफिस हो। क्यालिफोर्निया लेखेको छ त्यहाँ घरमा। बाटो ड्राइभरलेस गाडी पनि गयो। ट्रालीमा बसेर चढ्दैछौँ हामी, घुम्दैछौँ ट्रेन। अनि यो ट्रली बसको बाटो र गाडी हिँड्ने बाटो तर छुट्छुटै छ, एउटै लाइनमा। घरहरू पनि ठुल्ठुला छन्। अब चाहिँ हामी अझै घुमिरहेका छौँ हामी बजारमा। यो चाइना टाउनबाट साउनमा झऱ्यौँ हामी। चाइना टाउनमा झरेर त्यहाँ पार्कतिर घुम्न जान्छौँ अब। त्यहाँ पछाडि पार्क रहेछ। अब पार्कमा जाँदैछौँ हामी। पार्कमा पुग्यौँ अब हामी। त्यहाँ पार्कमा चाहिँ ठुल्ठुला घरहरू रहेछन्, बस्ने ठाउँ, टोयलेटहरू व्यवस्था रहेछ। त्यसपछि हामी त्यहाँ बसेर एकछिन रमाइलो गर्दैछौँ, फोटो खिच्दैछौँ। त्यहाँ वरिपरि हेर्दा एकदम राम्रो ठुल्ठुला घरहरू अनि गार्डनहरू रहेछ। त्यहाँ पिङहरू पनि छ, त्यहाँ फोटो खिच्दैछौँ हामीहरू। अब त्यहाँ बसेर घुमेर एकदम राम्रो लागिरहेछ। त्यहाँ घरहरू देखेर कति तल छन् गन्नै सकिँदैन। तल भनेको गन्नै सकिँदैन। एकदम रमाइलो भइरहेछ। त्यहाँ एकदम स्वच्छ सफा पार्क रहेछ। नातिले एकछिन घुम्ने भनेर त्यहाँ अब पिङ खेल्दैछौँ अब हामी। म पनि रहर लागेर पिङ खेल्दैछु। म पनि पिङ खेलिरहेको छु अहिले एकछिन। एकछिन त्यहाँ पिङ खेलिरहेछौँ। बाबु पनि पिङ खेल्दैछ। हावा एकदम लाग्दो रहेछ। त्यहाँ हावा लागिरहेको छ समुद्रको नजिक भएको हुनाले। एकदम मजाले पिङ खेल्दैछु म। नाति, छोरी, ज्वाइँसँग घुम्न पाउँदा एकदम रमाइलो भइरहेछ। झन् पिङ खेल्न लगाएको त झन् रमाइलो भइरहेछ त्यहाँ। अनि एकदम राम्रो स्वर्ग जस्तो ठाउँ रहेछ। नाति झन् अझै चकचक गर्दै पिङ खेल्दैछ त्यहीँ।
कस्तो चकचक गरेको होला। चकचक गर्दैछ। अरू पनि रमाइरहेको छ। ल त्यति अहिले फेरि हामी चाइना गेटमा चाइना सिटीमा पुगिसक्यौँ। चाइना सिटीमा हामी ड्राइभरलेस गाडी पनि देखियो। ड्राइभरलेस गाडी आफै रोकिएको छ त्यहाँ। ड्राइभरलेस गाडी चलिरहेछ। ड्राइभर हुँदैन त्यो गाडीमा, आफै चल्छ, आफै रोकिन्छ। अनि अचम्मको ठाउँ देखियो। ड्राइभरलेस गाडीहरू पनि आफै चल्छन्। अहिले हामी त्यो ट्रली पुरिरहेका छौँ। अब ट्रली बस आयो भने हामी अब फेरि फर्कँदैछौँ। अब फर्कने क्रममा छौँ हामी। अब ट्रली बसमा बस्न गयौँ। अब हामी ट्रली बसमा बस्दैछौँ। बसिसक्यौँ अब ट्रली बसमा। ट्रली बसमा बसेर अब फर्किँदैछौँ हामी। एकदम रमाइलो भइरहेछ। है सर नाति पनि रमाइरहेछ, खाँदैछ कि। ट्रली बसमा बस्दा पनि सब बाहिरको दृश्य देखिँदो रहेछ। पुरै देखिने गरेर एकदम रमाइलो गरेर घुम्दैछौँ। अब हामी फर्केर सायद समुद्रतिर जाँदैछौँ होला। फर्किँदैछौँ अब हामी। ट्रलीमा बसेर फर्किँदैछौँ हामी। छोरीलाई पनि एकदम रमाइलो भइरहेछ। जता गयो त्यतै ठुला ठुला घरहरू छन्। कस्तो अचम्मको ठाउँ रहेछ। अब हामी यताको चाहिँ ट्रली हिँड्ने लिक, अर्को चाहिँ गाडी हिँड्ने लिक छुट्टै छ। अब हामी नास्ता खाना गइरहेका छौँ। भोक लाग्यो, थकाइ पनि लाग्यो। अब रेस्टुरेन्टतिर जाँदैछौँ हामी खाजा खानको लागि। अब रेस्टुरेन्ट पछि हामी चक्लेट पसलतिर जाँदैछौँ। चक्लेट पसलमा गयौँ। धेरै एउटा रेस्टुरेन्ट चक्लेट एउटा पसलमा चक्लेट मात्रै हुँदो रहेछ। चक्लेट पसलमा गएर फोटा खिच्यौँ। अलिअलि चक्लेट पनि किन्यौँ। त्यही चक्लेट पसलमा अलिकति रमाइलो गरेर हामी अब बाहिर क्यालिफोर्नियाको पुरानो चक्लेट पसल हो अरे, क्यालिफोर्नियाको पुरानो चक्लेट पसल। त्यसपछि ड्राइभरलेस गाडी, ड्राइभरै छैन, लाइटमा कुरेर बसिया छ। ड्राइभरलेस गाडी, ड्राइभरलेस गाडी बाटोमा कुरेर बसिया छ। रोड लाइटबाट हिँड्छ, आफै हिँड्छ यो गाडी। भूतले चलाएको जस्तो आफै चल्ने गाडी पनि देखियो। अचम्मको ठाउँ रहेछ यो। भालुको ड्रेस लगाएर भालु बनेर नाच्दैछ मान्छे, यस्तो पनि देखियो। अब हामी समुद्रको तीरतिरै अब घुम्दैछौँ। खाजासाजा खाएर चक्लेट किनेर अब हामी समुद्रको किनारबाट पछाडि सन फ्रान्सिस्को ठुल्ठुला घरहरू देखिँदैछन्। अब समुद्रको किनारमा घुम्दैछौँ। अब हामी छोरीले देखाउँदैछ, छोरीले वरिपरिको सिन देखाउँदैछ। अब त्यहाँको हामीले समुद्रको जनावर हुँदो रहेछ एउटा, समुद्रको जनावर हुँदो रहेछ यो। समुद्रको त्यो हेर्दैछौँ हामी अहिले।
सिलाइन सिलाइन समुद्रको सिलाइन यो नातिले भनेको यो समुद्रमा पाइने सिलाइन हो अरे यो सिलाइन। यही सिलाइनलाई एकछिनसम्म हामीले त्यहाँ हेरे गरेर दङ पर्यो नाति पनि हामी दङ परेर बस्यौँ। सिलाइन हेरेर बसिराख्यौँ। तिनीहरू पानीमा जाने पौडिने फेरि त्यहाँ खाट जस्तो पानीमाथि खाट जस्तो राखिदिएको छ त्यही खाटमा गएर घाम ताप्दा रहेछन्। अनि मान्छेहरू पनि त्यो हेरेर दङ्ग परिराखेका छन्। समुद्रको हावा चिसो भए पनि त्यही हेरेपछि बस मक्क छन् मान्छेहरू। हामी पनि मक्क भयौँ एकछिन त्यसलाई हेरिराख्यौँ एकछिनसम्म। त्यसमा कहिले पानीमा जान्छ कहिले पानीबाट निस्क्यो भने त चिल्लो कति राम्रो कालो देखिँदो रहेछ। एकछिनसम्म त्यो हेरिराख्यौँ। हावा पनि चल्दो रहेछ साह्रै चिसो। त्यो हेरिसकेपछि हामी अब फेरि त्यही त्यो डुब्यो। कहाँबाट आइस मेरो बच्चा झगडा गरेर पैजा र मैजा भनेर हो कि के हो माया गरेर हो। बेबी देखे सेतो जस्तो छ नि ए खस्ला छ है त। सब किन सुतेका छन्? को खस्ने जङ गर्न लाग्यो के हो पानी बेबी चाहिँ पुट गयो। त्यही समुद्रको त्यहाँनिर रोबोट पनि रहेछ। रोबोट पनि देखियो। त्यहाँ गएर अलि पछाडि गयो रोबोट देखियो। रोबोटसँग कुरा गर्यो बाबुले। अनि मान्छे जस्तो
त्यही गरी बोल्दो रहेछ रोबोट अचम्मको ठाउँ रहेछ बा यस्तो विकास भएको ठाउँ अनि रोबोट देखियो अनि त्यसपछि फेरि हामी यता लागेर त्यहाँ फोटोसोटो खिचेर अनि त्यसपछि यता फर्कँदैछौँ अब यो भिडियो राम्रो मन पर्यो भने लाइक र कमेन्ट गरिदिनु होला धन्यवाद समुद्री जहाज पनि छ भाइ